पीपीआर रोग भन्ने भेडा बाख्रामा लाग्ने अत्यन्तै महामारी रोग जहाँ भाइरसबाट लाग्ने गर्दछ। यो विश्वव्यापी रूपमा तपाईको यो रोगले थुप्रै चाहिँ भेडा बाख्राहरूलाई हानि नोक्सानी पुर्याइरहेको अवस्था छ र पछिल्लो चरणमा नेपाल सरकारकै अभियान रूपमा चाहिँ सबै 77वटै जिल्लामा यो कार्यक्रमहरू लागू भइरहेको हुन्छ प्रत्येक वर्ष र यसपटक पनि हाम्रो कार्यक्रम थियो। त्यो कार्यक्रम पीपीआर भन्ने रोग अधिकांश बाख्राहरूमा भाइरसबाट लाग्ने रोग भएको हुनाले यसले चाहिँ संक्रमण धेरै हुने, धेरै क्षति पुर्याउने र उपचार नहुने यो रोगको लक्षण भएको हुनाले समयमै हामीले रोकथाम गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ यो पीपीआर रोगले चाहिँ संक्रमण भयो भने, पीपीआर रोग लाग्यो भने यसका लक्षणहरू अत्यन्तै खतरनाक लक्षणहरू देखा पर्दछ। अत्यन्तै ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने बाख्राहरूमा, अनि त्यसपछि सिगानहरू काट्ने, त्यसपछि तपाईको कचेराहरू, आँखाबाट कचेराहरू आउने, सुटिङ डायरिया हुने, एकदमै पखाला लाग्ने, घाउ खटिराहरू आउने, एकैचोटी तपाईका बाख्रा एकैचोटी धेरै लक्षणहरू देखा परेर बाख्राहरू मृत्यु भयो भने, बाख्राहरू मर्न गएमा यो पीपीआर रोगको शंका हो भन्ने चाहिँ हामीले यकिन गर्न सक्छौं। र यो पीपीआर भन्ने रोग चाहिँ अहिले चाहिँ पछिल्लो चरणमा देखा परेको त छैन, नेपालको सन्दर्भमा त देखा परिरहेको छ, तर यो भेगमा त्यसरी देखा परिरहेको छैन र यो राष्ट्रिय लेभलकै, राष्ट्रिय स्तरकै खोप कार्यक्रम अभियान भएको हुनाले निशुल्क रूपमा हामी चाहिँ प्रत्येक वर्ष चैत्र वैशाख फागुन चैत्र महिनामा चाहिँ हामी यसको समय पनि निर्धारण गरेको छ। फागुन चैत्र महिनामा हामीले चाहिँ यो पीपीआर रोग विरुद्धको भ्याक्सिन अनिवार्य लगाउँछौं, निशुल्क लगाउँछौं र यसका लागि चाहिँ हाम्रो भेटनेरी अस्पताल तथा पशु विज्ञान केन्द्र मार्फत हामीलाई चाहिँ खोप उपलब्ध हुन्छ। उक्त उपलब्ध खोपको आधारमा हामीले चाहिँ खाँदबारी नगरपालिकाको अन्य सन्दर्भमा सरहरूले लगाउँदै पनि हुनुहुन्छ, लगाइ पनि सक्नुभयो र मैले पनि लिएर चाहिँ पीपीआर रोगको खोप चाहिँ 5000 डोज लिएर चन्दनपुर र आंगलाको यो समग्र सबै भेगहरूमा यो पीपीआर रोग विरुद्धको भ्याक्सिनेसन कार्यक्रम लगाएर सकिएको छ र यो कार्यक्रम अत्यन्तै तपाईको संवेदनशील छ र यो पीपीआर विरुद्ध अनिवार्य रूपमा हामीले चाहिँ खोप लगाउनै पर्ने हुन्छ सर। अब समग्र रूपमा यस हाम्रो पशु केन्द्र आंगलाले पशु सेवा तर्फको सम्पूर्ण यहाँबाट प्रोभाइड हुने, यहाँबाट चाहिँ तपाईको प्राप्त हुने सम्पूर्ण सेवाहरू, उपचार सेवा, त्यसपछि कृत्रिम गर्भधान सेवा, निशुल्क पशु उपचार सेवा, त्यसपछि तपाईको कृत्रिम गर्भधान सेवादेखि लिएर सम्पूर्ण पशु क्षेत्रसँग सम्बन्धित विकासका कुराहरूदेखि लिएर उत्पादनका कुराहरूदेखि लिएर सबै कुराहरूलाई यसले जोड दिएको छ र विभिन्न समस्याहरू आउन सक्छ। किसानहरूको यो सिजनेबल पनि हो, विभिन्न महामारी रोगहरू, विभिन्न समस्याहरू पनि आइराखेका छन्। फिल्ड स्तरमा पनि गएर मैले समस्याको समाधान गरिराखेको छु र केही कदाचित नयाँ त्यस्तो खालका रोगहरू, केही समस्याहरू आयो भने यो रोग हो, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ भन्ने कुरामा सचेत रहनको लागि केही समस्याहरू आइलाग्यो, केही समस्याहरू परिहाल्यो भने सम्बन्धित हाम्रो पशु सेवा केन्द्रमा सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई सम्पर्क गरिदिनु हुन भन्ने पूर्ण आशाका साथ उहाँहरूले चाहिँ आवश्यक सल्लाह सुझावका लागि मेरो सम्पर्क नम्बर पनि छ। मैले चाहिँ हाम्रो भेटनरी मार्फत पनि प्रोभाइड गरेको छु र हाम्रो नगरपालिकामा पनि छ। त्यो हिसाबले तपाईहरुलाई वडाको क्यालेन्डरहरुमा अझ भन्नै पर्ने कुरा चाहिँ के हो भने खाँदबारी नगरपालिका 11 नम्बर वडा कार्यालयले चाहिँ आफ्नो क्यालेन्डरहरु सञ्चालनमा ल्याएको छ, क्यालेन्डरहरु प्रकाशन गरेको छ। उक्त क्यालेन्डरमा महत्त्वपूर्ण अत्यावश्यक सम्पर्क नम्बरहरु भनेर लेखेको छ र उक्त सम्पर्क नम्बरमा यो हाम्रो पशु भेटनरी भनेर नम्बरहरु त्यहाँ प्रोभाइड गरिएको छ, उपलब्ध गरिएको छ। तपाईहरुलाई केही समस्या पर्यो भने सम्पर्क गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।